मेरो चाहिँ आज चाहिँ बिहान निस्किनु पर्ने थियो। हेलो एभ्रिवान, वेलकम टु माई मिनी व्लग। अहिले चाहिँ मेरो 30 डे च्यालेन्ज सुरु भइसकेको छ। आज चाहिँ हो डे 4 अनि मेरो आज चाहिँ कलेज जाने काम थियो, एडमिट कार्ड लिन। हजुरहरूलाई सबैलाई थाहा छ होला मेरो चाहिँ एक्जाम आएको छ 3rd इयरको भनेर। अनि म चाहिँ बिहान कलेजतिर गएँ, साथीलाई पनि भेटेँ कलेजमा। अनि हामी दुईजना चाहिँ एडमिट कार्ड लिन अफिसतिर जाँदै थियौँ। अनि अफिसमा गएर एडमिट कार्ड लियौँ अनि एडमिट कार्ड लिएर फर्क्यौँ। अनि हामी चाहिँ पास हुन्छौँ हुन्न थाहा छैन हामीलाई, तर पनि हामीले एडमिट कार्ड लिएर आइसकेको छौँ। हाम्रो प्रिपेयर चाहिँ गुड भइरहेको छ, तर एक्जाम चाहिँ कस्तो हुन्छ हामीलाई थाहा छैन। अनि हाम्रो कलेज छुट्टी भएको धेरै भइसक्यो त, हामीले चटपटे एकदम धेरै मिस गरेको थियौँ कलेज अगाडिको। हामीले त्यहाँ गएर आन्टीकोमा चटपटे खायौँ, मैले पनि खाएँ, साथीले पनि खाएँ। अनि त्यहाँबाट चटपटे खाएर चाहिँ म घर गएँ। घर जाने बित्तिकै म्यामलाई हस्पिटल लग्नु थियो। अनि म्याम र म चाहिँ हस्पिटल गयौँ। हस्पिटलमा चाहिँ एकदम भिड थियो, एकछिन लाइन बसेँ। अनि हाम्रो पालो आएपछि दिउँसो चाहिँ म पढेँ। अनि साँझमा चाहिँ गर्न लागेको थियो, अनि मकै उठाउनु थियो। अनि मकै उठाउन हामी सबैजना गयौँ। आजलाई यति नै, बाई बाई एभ्रिवान।